आज हामी नेपालीमा बनाउने है। आज हाम्रो लोगोको अन्तिम क्लास फाइनल दुईटा लोगो बनाउँछु। सबैभन्दा अगाडि म तपाईँहरूलाई प्लानेटको लोगो बनाउँछु है। प्लानेटको लोगो बनाएर देखाउँछु, त्यहाँदेखि त्यसपछि अर्को लोगो बनाउँछु। यसो इन्सर्टमा क्लिक गर्नुहोस्, वर्ड आर्टमा छ यो फर्स्टकै अप्सनमा क्लिक गर्ने अनि यसमा लेख्ने प्लानेट भित्री कम्प्युटर सेन्टर लेखेँ, यति नै लेखेँ है। दुईटा इन्टर हो। गोदावरी दास 02 लेख्नु होला, अन्तर्य कोमा कैलाली। ल यसलाई के गर्ने? के गर्ने? टेक्स्ट ऱ्यापिङ इन फ्रन्ट अफ टेक्स्ट है। नयाँमा टेक्स्ट ऱ्याप मात्रै लेखेको हुनसक्छ इन फ्रन्ट अफ टेक्स्ट। सेभ फिल कलर एउटा कलर दिने, अब कलर है जुनसुकै डिसाइड गर्नु होला। ल सेभ आउटलाइन, नो आउटलाइन, चेन्ज सेभ यो कर्ववाला। अनि यसो यहाँनिरबाट यस्तो लोगोको सेपमा ल्याउनुहोस् लोगो अनुसार। अब यसको बिचमा थोरै ग्याप गरौँ। यो येल्लो पोइन्टलाई क्लिक गरेर अब पछाडितिर मुभ हुने है, अलि पछाडि ब्याक साइडतिर मुभ हुने। ल यहाँसम्म कसैलाई के समस्या छैन? इन्सर्ट सेपमा डु नट है, डु नट सेप ल्याउनुहोस्। साइन टु ब्याक गरौँ, येल्लो पोइन्टलाई अलिकता बढाउनुहोस्, मोटाइ बढाइदिनुहोस्, कलर सेम गरेर मोटाइ अलिक बढाइदिउँ है। हिजोको लोगो कसैलाई गाह्रो थियो भने भन्ने है, त्यो पनि बनाउनलाई केही छैन। अब तपाईँहरूले के काम गर्ने? इन्सर्टमा आउनु होला, कोड आर्टमै आउनु होला, योमा क्लिक गर्ने, फर्स्टकै अप्सनमा यो मेटाउने, यहाँनिरबाट सिधै लास्ट स्क्रोल गर्ने के डब्लुबाट आउने फन्ट्सहरू होला नै। यहाँ विन्डिङ्स नभएर विभडिङ्स भन्ने एउटा फन्टको नाम थियो, कहाँ छ? विभडिङ्स। अब यो विभडिङ्स भन्ने फन्ट कपीमा टिप्नु होला किबोर्डबाट। त्यसपछि म के लेख्दैछु त्यो पनि टिप्नु होला है। किबोर्डबाट अल्टसँग 0252 लेखेँ है। प्लानेटको एउटा लोगो आउँदो रहेछ, अल्टसँग 0252, अल्टसँग 0252 है, अल्टसँग 0253 है। प्लानेटको लोगो नै हो तर अलिकति फरक टाइपको आउँदो रहेछ। अल्टसँग 0253, 54 हान्नुहोस्, 52, 53, 54 तिनटा है, तिनटा। अल्टसँग 0252, अल्टसँग 0253, अल्टसँग 0254 है। यति तपाईँहरूले प्रेस गर्ने। यो तिनटै ल्याउने होइन, तिनटा मध्ये कुनै एउटा ल्याउने, तिनटा मध्ये कुनै एउटा ल्याउने, तिनटा मध्ये कुनै एउटा है। ग्लोब्सको चित्र तपाईँहरूलाई राख्नु छ भने अल्टसँग 0252 वाला लिनुहुन्छ है, कुनै एउटा। अल्टसँग 0253 वाला लिनुहुन्छ भने यहाँनिर छ, अल्टसँग 0254 लिनुहुन्छ भने यो छ है। ल कुनै एउटा तपाईँहरूले क्लिक गरेर काम गर्नु होला। कुन वाला ल्याउँ थाहा छैन, ल बिचको वाला ल्याएँ है मैले, 53 वाला ल्याएँ। ल ओके गरेँ। टेक्स्ट ऱ्यापिङ इन फ्रन्ट अफ टेक्स्ट, सेभ फिल कलर, अनि हाम्रो लोगोको जस्तै कलर दिउँ, आउटलाइन नो आउटलाइन, यसो उठाएर यहाँभित्र ल्याउने। अनि यो एकदमै सर्कल राख्नुपर्छ भन्ने छैन, अलिकति यसलाई रोटेट गर्न पनि पाउनुहुन्छ है। भित्रतिर मैले राखेको मात्रै, यो माथिकै सर्कल बराबर नै हुनुपर्छ भन्ने चाहिँ छैन है त। ल रोक है, यहाँ यस्तो टच गरौँ, यसलाई हल्का यस्तो हुनु होला। हुन त छट्के बनाए पनि ठिकै थियो है, छट्के बनाए पनि ठिक छ। छट्के हो, ल छट्के बनाए पनि ठिकै छ। अब यसैलाई कन्ट्रोलसँग डी गरौँ, दोबारा हामी त्यो फन्ट खोज्नु नपरोस्। यहाँनिर तपाईँहरूले क्लिक गर्नु होला फर्मेटको एडिट टेक्स्टमा, अल्टसँग अर्को लेख्ने प्रेस गर्नु होला। अल्टसँग 0255 एउटा चराको चित्र आउँदो रहेछ, अल्टसँग 0255 है, बर्डको चित्र। अल्टसँग 0255
यसो ओके गर्ने आयो है 255 255 है कन्ट्रोलसँग दुईटा गर्नुस् यसलाई यता फर्केको बनाउनु होला ल यसलाई यताबाट यता लैजाने है यताबाट यता लैजाने यता फर्केको बनाउने यो लोगोमा संस्थाले यसो है स्टार राख्दैछ किन स्टार राख्दैछ यो पनि है बारम्बार चेन्ज त हुँदैन लोगो आज यो भोलि अर्को लोगो त हुँदैन हेर्नुस् पर्मानेन्ट हो यसरी राखेँ अब इन्सर्टमा गएर यसमा गए यसो लेखेको यसरी आउँदो रहेछ हेर्ने अब म यसलाई यहाँनिर राख्छु तर यसरी होइन नि यहाँनिर राख्छु यसरी होइन यसलाई कसरी यसलाई यसरी राख्नु कसरी राखौँ भने चेन सेपमा गएर तलबाट माथि कर्भ भएको है आर्कवाला छ नि आर्क अनि यसको छेउबाट यस्तो गर्नुस् यस्तो आर्क गर्नुस् अनि यस्तो आर्क गरेर यहाँनिर राखिदिनुस् है अब चाहिँ मिलाउनु पर्छ अलिकता अलि मिलाउनु पर्छ ल ए अलि मिलाउनु पर्छ ल यो आर्कमा राखेको सक्यो है सक्यो अनि यहाँनिर क्लिक गरेर अब कलर सलर त यसमा कस्तो राख्ने के गर्ने भन्ने कुराहरू छँदैछ है कलर कस्तो राख्ने के गर्ने भन्ने कुराहरू त छँदैछ हेर्नुहोस् कलर कस्तो राख्ने भन्ने कुराहरू त छँदैछ यो कलर मन परेन यहाँनिर क्लिक गरेर यसलाई है सेतो कलर गर्न पाउनुहुन्छ हैन यसरी हामी के गर्न सक्छौँ राख्न सक्छौँ र काम गर्न सक्छौँ यसलाई फाइनली ग्रुप फर्म सेलेक्ट अब्जेक्ट ग्रुप गर्नुस् पुरा अब्जेक्टलाई सिलेक्ट गर्ने अनि माथि फर्मेटमा गएर यहाँनिर ग्रुप भन्ने छ ग्रुपमा क्लिक गर्नु सकिन्छ एउटा तपाईको लोगो यो आजको है